गाइजहरु म चाहिँ साग पकाउन लागिरहेको छु हैन। सागमा यो लसुन र प्याज हालेर पकाउँदाखेरि कस्तो हुन्छ? म सधैँ साग शुद्ध भुटेर खान्छु हैन। आज चाहिँ यो लसुन र प्याज हालेर अनि टमाटर हालेर साग भुटेर खाँदैछु है। कस्तो हुन्छ त टेस्ट? चेक गर्न लाग्छ। म जहिले नि साग शुद्ध भुटेर खान्छु हैन। आज चाहिँ प्याज लसुन टमाटर पनि हाल्छु टमाटर पनि हाल्छु सागमा, अदुवा पनि हाल्छु म हैन। कस्तो हुँदो रहेछ? मैले कहिले यो यसरी हालेर साग फ्राई गरेर खाएको छुइनँ हैन। आज टेस्ट गर्ने हो। कस्तो हुन्छ सागमा प्याज लसुन अदुवा जिरा हाल्दाखेरि कस्तो हुँदो रहेछ हैन। ट्राई गर्ने क्या, कहिले पनि त्यसरी खाएको छुइनँ। अरूमा चाहिँ अब प्याज नभई हुँदैन हैन। प्याज लसुन हालेर पकाइन्छ भने सागमा चाहिँ मैले त्यसरी कहिले पकाएको थिइनँ। आज सागमा मैले यो चिजहरू हालेर पकाउँदैछु। कस्तो हुँदो रहेछ है त? तपाईँहरूले कसरी पकाउनुहुन्छ कमेन्टमा भन्नु होला है। फेरि मलाई पकाउनु आउँदैन अनि आज ट्राई गरेको हो। किनभने सबै कुरो ट्राई पनि गर्नुपर्छ हैन। अब पकाउनु आउँदैन तर पनि खानु त पर्यो, पकाउनु त पर्यो। पकाइदिने मान्छेहरू छैन, एक्लै हो। एक्लै भएपछि सबै कुरो एक्लै गर्नु पर्यो। त्यो पनि ठिकै छ। सबैजनालाई भिडियो लामो हुन्छ फेरि हैन। सबैजनालाई यही भन्न चाहन्छु, जय मसी। अनि यो साग है, यो सागमा प्याज टमाटर लसुन अदुवा सबै हालेर पकाउँदैछु आज मैले है। कस्तो हुन्छ त यसको टेस्ट? खाएपछि म भन्छु तपाईँहरूलाई।